राष्ट्रपति रामचन्द्र पौडेलले दुवै सदनलाई सम्बोधन गर्दै अध्यादेश पढेर सुनाउनु भएको छ। राजनीतिक दल वा गतिविधिमा संलग्न भएमा भविष्यमा समेत सरकारी सेवाका लागि अयोग्य ठहरिने गरी बर्खास्त गर्ने व्यवस्था गरिनेछ। निजामती सेवामा योग्यतामा आधारित नियुक्तिको व्यवस्था, विभागीय तथा आयोजना प्रमुखको त्रैमासिक मूल्याङ्कन, नैतिक परीक्षण, संयन्त्र निजामती सेवा बोर्ड, कमजोर कार्य सम्पादन स्तर भएको कर्मचारीलाई नकारात्मक सूचीमा राखिने व्यवस्था, कार्य सम्पादनमा आधारित प्रोत्साहन प्रणाली मार्फत नतिजामुखी र नागरिक मैत्री संस्थाको रूपमा विकास गरिनेछ। एकपटकको विवरण सबै सेवामा प्रयोगको सिद्धान्तमा आधारित अन्तर्सञ्चालन सक्षम सरकारी डाटाबेस विकास गरिनेछ। सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाहलाई छरितो, पारदर्शी र नागरिक मैत्री बनाउन अन्तर आबद्ध प्रणालीमा आधारित